वो पकड़ के गया वो मना आते भूखले मनु अनुभव अरे भूखले जी मसिने म यता आएर पनि जम्मा हुँदैन आज भोलि अब दिउँसो धेरै राति हो सबै रोड जान रक्सी बन्द गरे त अस्ति नै काठमाडौँ रोटी घिनी मी पंगरा र पिङ नि पिङ मामा आज त उठ नि गस बापुनु Hilangnya ke pasokan nih. Ingin deh, hilangnya ke pasokan nih. Mamur mah bawa mengkarai. Ke pasokan nih. lu simen komen dong मा da kamu tuh di sana mati मा साथीके हिलाई बिने बारी तिरै बारी मा कुछ छ नि ए हो खान शुभ हो खिचाएर मग्ला जिसके का? को छ राजु भाइ. नाम खिचाम कुर्छ के बेरो ला ला पनि खुल्छ नि. उसको त कुछ प्रश्न छ इला गुप्सै ला ए. ठुलै थियो मेके बाउ में हेर्न न. कान्छीको घन्टी दियो कि दिएन कान्छीको अरे के ए भन्यो अब जानु पर्यो नि म जानु जानु अहिले सबै घोस्टी लाग्यो त घिसमे के माग्छ सारा यो खोल्नु न हो ज्याकेट हो एकलो खोल्नु पर्यो अनि जाडो भएन जाडो भएर त लाग्यो जाडो भएर त राको नसाला खान्छ फेरि घोसिनमा फेरि गो ए बाबा ठाउँतिर गयो मैले गोला तिल अब गोला तिल कान्छ जान्छ मदै. ओ कान्छ. जान्छ मदै. सुप खाएर जाऊ त ऊ त्यो भात र ऊ छ कि चाउचाउ भात खा पनि हुन्छ चाल्छ कि सुबेती हप्ते नि. ती बते मारो चौजी ती बते घरमा मिन्टा मागो हेर्न. नि त नि त यहाँ पनि पाको ल त्यति गरेर नि बाबालाई ठक्क माथि होइन मामा घुम्ने ठाउँ चाहिँ कहाँबाट छ भने टक्क माथि गइरी भन्ने ठाउँ छ. त्योबाट डाँडा 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 आउने हो क्या. एकदमै किन भएर पो देखिन्छ सबै हिमाल त रमाइलो. गएर पाटपाले बिहानै हिँडेमा मात्र हो फेरि अहिलेको टाइममा होइन हामी चाहिँ साइनासँग गएको दुःखको मान्छे लिनु जानु पर्यो अनि त्यसपछि उज्यालो भयो फेरि मुर्के पनि सामने देखिने रहेछ मान्छे पात्ताले भन्छ त साइना नै भोटेहरू लिनु गएको क्या हामी चाहिँ नचला कान्छ मात्र दिने तल न त्यो केटाकेटी सुन्नु तल न. नाकामा हान्छ अनि किन चला भन्नु त अनि तिमीहरू रिसाउँछ त्यहाँदेखि यिनीहरू दुईजना पार्नु नहुने रहेछ भन्छन् मान्छेले. त्यहाँदेखि ऊ मिङमारीलाई बोलाउँदा कि कान्छा नबोलाउनु कान्छा बोलाउँदा मिङमारी नबोलाउनु भन्ने तिमीहरू हो. के गेन भनेको वो कौनी से नहीं मिलती है मैले अब ओइला वो परम्परा वाला में सेट नचल नै नचल कान्छा. होइन बिना तिमीहरू अहिले लड्छौ. होइन त्यहाँदेखि त्यो मिङमारे बोलाएको मान त्यो नबोलाउनु त्यहाँदेखि उल्टो बोलाएको पनि नबोलाउनु भन्ने तिमीहरू त्यस्तै छ भने त्यो तिमीहरूले त्यो मचिन्द्र र उसलाई पनि त्यस्तै बनाइसकेछौ. दुईजना सँगै नबोलाउने भनेर खाइसकेको यसमै चाउ चाउ हो. त्यसै हो त्यसै भयो त्यो नखाने त्यसै मान्छेले न कि खाने चाउ चाउ ओइला यो हड्डी मात्र हो जो बोला तो पियमला कानी का पियमा मैले हो यो चाहिँ मेरो गेना पिपिम दामे चाहिँ पिपिके पैसा बस्छ पिपीलाई मोडा मामाले मोडा मामालाई के थाहा
भन्नेहरू पनि लानेहरू सुन्ने पनि त्यस्तै दिने पनि त्यस्तै सबै उस्तै उस्तै त्यही त भनेको। पहिले तँ आने भने यो हिमाल दर्शन गरी पो हान्छ एम दाले क के दाजु एम त एम कोक त भन्छ एम धुनु भयो कि अब दुईजना टाढा टाढा निस्किनु भयो अब मिलेर धेरै ताते पाउले या बक माथाम दिमे बुढे छु थ्याङ्क यू पग्लो के एम एम साथमा अनि मलाई मा के पिपी के बेबा दे नेक्सन के भनौँ हतार देम हेर सुप भएछ नि कहाँ धेरै हुने अहिले त्यो पुग्दैन के धेरै भित्र खसुम भयो एमएङका दिक्सकी हप्दिन सुप मे खान्छ एक खान्छ सुप उयो घोडा तिन खडा पास दिउँ मम्मी मलाई त्यसमा हुन्छ यो पनि तिमीरै खाएको होइन होइन हामी त यहाँ छ धोएर ल्याएको एउटा त मैले तिमीहरूले खाएको त कान्छ क्या त सुते गला त खाँदैन लाउँदैन त्यसलाई तुम लड़ी जाना ऑन मिस्टेक मारे यसमा अझै च्याउ भएको त च्याउ लगाएर मिठो हुन्छ त माइला नखाने खानु तातो लिप लक्टोरी चाहिँ गो चाहिँ गो हटाउँ भने पाउँ दुईटा छ नि नानी को खान्छ वो सिलिनी हो वो डिस्को की सोमबे आओ केटा डिस्को हो गफमा पानी खोइ तातो जानेको के खान्छ तातो खाएपछि मात्रै स्वाद आउने बोजूलाई पनि स्वाद तातो झट्ट दियो भने कोही बेला अनि सुलेर सुप पनि लगाइदिनु नि खानु नि खानु है चुपचाप त्यो ए सबैले खाँदा यहाँ खानु होमेन जी मलाई धेरै हुन्छ माइला पनि खान्छ नि बोल्नु माइलालाई यहाँ थुप्रो जानुपर्छ उसलाई मात्रै दिने खाए पनि पुग्छ मजा दिन माइला एमे यहाँ चाउचाउ खान चाउचाउ जसोको एकै थोरकै पानी आमे आऊ है तातो चाउचाउ सुप भयो ग्यालजुलाई से पिचुलाई एकै पहिले सुप खाइसकौँ न सुप खाऊ तातो जासौँ पनि होइन बुझ्छ र माइलाई गयो होला खाऊ न सबैले सबैले धेर हुन्छ धेर हुन्छ बुढ्छ र पनि जाने होला नि त सोध न जासो यो अब बाबु यो गई एकै सेमेको उता सधैँ खम्जा ताजो खाके अब जबरजस्ती सधैँ खानु पाइँदैन र त झन् खानु भने को चाहिँ झुक्किँदै मर्दैन
कहिले मार्क हो ना नै के जाने के दिदी। सुसु भयो यो मोबाइल चम्ची माथि दिदी गमाउँथे ओ दिदी ये मोबाइल मजामा हो यिनीर रक्सी नि दुख्छौँ भयो मेतीको नि जरोको मोबाइल त अनि म सोली नि अझै कठको तान्दै हुन्छ कि माइला तातोड जाने मोबाइल तातोड जाछु नि जाने मोबाइल तातोड जाछु नि रक्सी धेर भएछ क्या त्यही त बिहान बोल्दाखेरि कस्तो राम्रो सुनिन्छ बेलुका भएपछि चाहिँ अब ठुल्ठुलो बोल्नुहुन्छ क्या गमाउँथे छु एकै नि फुलचोरी एमनाले जान थुमेको एक खालीमा अब त पिने गुक्को खान्छ कान्छालाई सुप भयो म त अझ यो धुवाई म चाहिँ बिहिबारे मोमो खाएर आउँदो रहेछ नि कति किनेकै मिठो हुन्छ मामा हाफ प्लेट अनि मामा हाफ प्लेट मोमो कति आउँछ अनि पाँचवटा खाएको दुईजना नि खै लाउनु त उबारेको हो क्या उबार्नु भएन त त्यहाँको खरिएको तर हामी पनि खाने भनेको रहेछ मैले अघि नै भने हाफ प्लेट मोमो चाहिँ कति आउँछ एक बोतल पहिले खान्छु भने लु सकिहाल्नु त्यो कोकोलाई खाने सुगरको राखेर अनि पैसा तिरिनस् खानु नि खानु न सकिहाल्नु नि के को खाने हो बोल्नु चियाको प्राइस कति रहेछ बिहिबारे चिया खाइन्छ न गएर सबै रहेछ त्यहाँ सुगर खेल्ने ठाउँदेखि लिएर क्याफे स्याफे रहेछ त्यही तँकोमा भाइकोमा सबैको छ नि त्यहाँ परतिर सौरेको पनि पस्यो खाइहाल न सकिहाल्नु त्यहाँदेखि आनन्द उठिरहेको ल्याउँछन् अरे के तातो भएर यहाँ बिस्तारै खानु न केटाहरूले पनि खाँदैछन् सुपहरू वडाको घर पनि त ठुलो सकिहाल्नु तेल नराख्नु त्यो परमासु पनि खै के बनाउनु नदिने भनेर कति मुद्दा लड्ने भनेर पैसा उठाएको थिएँ पैसा त थुप्रै छ क्या हौ यहाँको पालिकाको त्यत्रो टावर पनि बनाएको रहेछ डाँडामा त्यही त उता ऊ गरेर गरेको नि त्यो पर्यटक आउँछ भनेर पर्यटक त यहीँकै मान्छे हो ठिकै गराएर रहेछ यहाँकै मान्छे ठिकै गरेर राम्रै छ क्या म पनि मान्छे देशमा नबसेपछि चाहिँ कहाँबाट चाहिँ पर्यटक आउँछ ढाँट छेल हुँदै भित्र कुरो बुझ्न गाह्रै छ मलाई चाहिँ माइला भाइ मिला तिमै हो चाहिँ उता भोज है भोज भत्या म त गएकै छैन त्यो बनाएर उही खाएको पार्टी त्यही पार्टी गाडीमा लगेर सबै एपुलमा फोटो लाग्यो खस गएको छुइनँ हौ सबै गाडीमै कान्छाले दिँदैछ आमाले ब्रोइलरको मासु भुटेर रोटी रक्सी बियर खाने बियर सबै माइला भाइ लगेको है हामीलाई एक दिन अनि सबै माथि पञ्चमीले के धेर तातो हो क्या फोटोकै तातो त्यतिखेरै देखेको है म चाहिँ घरकै 2 वर्ष त भएर जस्तो बनाएको टावर होइन भन्छ पोहोर चाहिँ मैले देखेँ 3 वर्ष भयो खोजेर अलिक सकेको चाहिँ 3 वर्ष होला बनाएको त धेरै वर्ष मामाको पालो नै हो कि स्टार्ट भएको त आधी मात्र थियो क्या म झन्नै भोकै राखेको रहेछ अनि त्यो सन्न सक्ने अनि कोही खान्छे त के को कराइ नै दियो हुन्छ आफू चाहिँ खानु मन रहेनछ नि अरूलाई पर माइलाले खान्छ होला नखाने दिउँ माइलालाई माइला त्यो सुप खाऊ न एम खाऊ न सक्ने मिटिङ भइसक्यो यहाँ गएर न हौ केटो पापाको है त पापाको पापा जान चाहिँ ओरिजिनल फेरि ऊ त पनि खान्छ अरे कान्छ जाने खान्छ जाने खा खानु न
अरे आन्द्र चाहिँ कर्पा गई म कटिङ जाने म त मलाई चाहिँ कर ल्याउने आफै खानु भन्नु त त्यो उतै खानु भन्नु न उसले चाहिँ कर लाउने अरे आफू चाहिँ नखाने बल्ब जामे दामी रुतिगे पोजारी बारी त बच्ची मार पात त ममाइले ए किन भयो यी Bro, nó phải tin này. mà cháu Còn này là mày cả. मजागे ममाइले mà cháu này मजागे टोटो देउती Biết là tao cái pha chọc cái em dần. Mau đi đấy. Ở đây này phải lấy thêm tao ăn bò cơ. có cái video lắm मागी गएर पो ढिलो विजय हो Mày đi ở đâu? Kẹp thế thì rú ta xem ta. Mà có đây thì số phụ tôi bơ này. Bỏ sữa vấn đề bữa cái nào ta xem này. मान्छे थिए त के चिचप बत्ती राखेको छ Ta lên tay cho mà thì. यताको नि इन्ट्रेस्ट देखाऊ त्यहाँ गाडी भएन भने माथि झाडार घुमाउनु मलाई एक दिन लानु पर्छ म फुल ट्याङ्की भरिदिन्छु कि घुम्नु त्यहाँ रुख माथि जा जा रे जहाँ जाने त्यहाँ पुग्दैन गाडीमा जाने भने अब अलिक मुनि पुग्छन् ती त कहाँ पुग्छन् हिँडेर जाने नि त्यतिकै त्यहाँदेखि कति त लाग्छ र धेरै छ नो नो भनेको त्यो कोलेरो अँ Cầu lên được. त्यो केटीहरूको त कोलेरो यताको होइन यताको त्यो खोलादेखि त्यो जग्गा गिक्छौँ चाहिँ अब गोची चाहिँ पाउँ माथि चाहिँ बात जुल चाहिँ अब भयो. सुन्नु होइन दुईजनाको के अनि साँच्चै हजुर कि पुलिसले साथी भनेर मलाई त्यो गस्ती पनि खिच्यो नि साँच्ची हजुर त पुलिस मेरा बेरी एमकै छोराछोरी एम आफूमा दामे लो छ नि त जहाँ डोकी बन्द गरेछ काठमाडौँ अस्ति नै मलाई धेरै पिरो। ल विजय रोजी जिगर पो टोला हो जसले दिन लाग्यो जानु जानु कान्छ साँच्चै हजुर त जाने भाउजू अब मार मारे विषयमा गयो विषय रक्सीले त के तू रक्सीले एकदम खान्डोमा आर्मी सुरु भयो बेलुका बेममा सुने खालि Makaroon sa pina ka ba? तेरी नीति तेरी मिनमा पैसा र नि भोलि माथि जानु पर्ने होला फेरि होला तेरी बुद्धेकोमा दाजुभाइ जाऊ रक्सी पनि लानु पर्ने एम नेङ नि होला नि Mane, bukan macam. अलिकति गर्नु म त Ano pa rin, darulo pa ni. मा इके मिना सोचो बोल्ने चुलुङ जुन दिल्ला ब्रो एम Kung ba ito? म्याम चाहिँ किनिम पाँच भयो के कान्छ जाऊ तेरो पाउको जाऊ भोलि फेरि माथि मधुको बाउको पनि होला त पट्टमा पाँच Yung em na kwato. त्यो जाने जानु पर्यो भाउजू छ भने Ako na अब kaya चाहिँ na नखाने ए नखा हो धेरै Aja mo tayo kaya huday na. मेरो यहाँ छौ लाने चौकमते पाउने चौकमते साँच्चै आज भोलि पाउने बस्तीले चौकला पन्ता होला नि त एकैछिन Kako mati kako. Eh ngati ko ke dui ke tu ya kada. Kon tu ya pa sa din dilai dokso dilai saing du. Ni ti saing ba tu de. माटो तर माटो दिदी माटो एम बार Ako lang ni bro siya India. Ura ke indra ke kor pare bo. म त धेरै त खाँदिनँ पिउँदिनँ एकतालदेखि पिउँदिनँ म्यामले त्यो पिटीले अङ्गुरो त्यो पिटीले ला ध्यान नखाऊ तु जाऊ लो उतै गएर सफा गर लो इमगान ओर ध्यान नखाऊ देबो
इति धेरै बोल्यो यसले त खतम बनाउँछ यसले गर्नु पनि हो गर्न पावा गर्न थेपु पावा उडा लाइनु त ल ल कान्छ दिनलाई घुम्या फेरि ए ल ल यी हाम्रो नानीको सुत्ने बेला भयो त्यहाँ फेरि तर त्यो चाहिँ तु सोला सुपरो दाजु मातुङ मावने दिनलाई जानु नासो त नानी मी ल गोला ल अब दिल पिगा ल ल दिल्ला अब भयो दिल पिगा अब ठिक छ तू उता सिङ त्यो तु अब बकिमा भयो कि फेरि दिनलाई त किन पर्यो होला भयो भयो अब व्यक्ति काडा दिनलाई त किन पर्यो होला गोलाई त्यो के नि ठिक्क भयो त दिनेले पनि हुनु पर्यो दिल पिउ ल ल ल पान्छ हजुर कर्फ्यू लागिदिउँ त नो गिटी चुप छ आना रह त पुलिस र कपी में त मालतिर दिल्ला नुनी दिसम कर्फ्यू दु 8:40 दिन त छ 9 बजीसम्म ओ कोमे चोर लम्ला गनी चोर लान्छ मलाई खिर्छि त ल बुलुआ ओडो व्यवहार सुब्रे लगा तो व्यवहार सुब्रे शब्द लाने अब एमबिनी बात गर्नु अझै समयमा अब गफ गर्ने अब त गरे गरे पनि भन्छ ठिक छ तू एकदम लोकपासीमा आने के भाइ ती तु को ती दन लाने इमले छ पक्का इतिबा त्यो गफ नि गो गोती किसम लान्छ उठ्नु न फेरि अटेल चाहिँ माध्यम नै ती बच्चे तु लाने अब ठीक अब त के जान्छ जानी मे जान्छ गाछ कि यार गाछ रक्छ फेरि माने यिनीहरूले धेरै खान्छ ह इगन तर हिँड्नु न धेरै नखानु बाबा 26 गते पिङा मामाइले बाबा 26 गते ओ बाबा बाबा ल ल ठिक छ दुनिया पछि कुन पासीमा अब आने गर्ने त अब यी अनि त ओसो गो लगा भो यो हजुर तर बोय बाबा तर बोय मतु भय ल ल भोलि फेरि आउनु नि फेरि आएर खाने नि अहिले धेरै भएको छ के बोला दिल्ला नु नि ती खाइ ल ल ल भन्छ भन्छ पुरा सेन दिदिन भा त इति गर्दाखेरि लग्न आउँछ भन्दै त आगे नि ल मामाइले ओला त्यही दाजु गोला ल ल ल दिल्ला नि ती गोमा चाहिँ भ्यायो ल दिल्ला पिउको फेरि तु छ दिल्ला पियो नि दङ नमेले त जान तू नै मिना दे मैं काटे यति छ त मागेको छ खाएको छ ठेलाठेल गरेको छ त्यही भएर यो अनि धेरै हुने बित्तिकै दिँदैन पुरै नबुझ्ने भइसक्यो त्यही भएर भित्र पस भनेको माइला ल हामीले ल ल ल गोपी तिल हामीले भनेको नटेर्ने अनि माइला बोलाएको आना फेरि पिले 9 बजेर ठ्याक्कै गर्नु म माइला ana ko ke tu ya ka bo chai kham chai lop ma pangai na siro chai de पुन्ना मागेको त्यसपछि उनीहरू ठेलाठेल के कोही दिन ल लामलिङ दुने बखाडा भन्नु कोही कोही बेला त मागेर कहाँबाट ल्याएर दिने हौ भोलि पनि चाहिन्छ होला त अनि खानु सबै चाहिन्छ नि मान्छेले भात अनि खोजेर खाऊ भने पनि घर छ भने खायो भने खाऊ न त दिदी अलिकति उ गरेर उ गर्ने खानु त लाग्दैन ल दिदी ल झुन्डा हो माइला तीनटा पितो म कौन्सी मान्छे चाहिँ एउटा दामको भयो हैन मार्नु पर्छ रहेछ दिनु पर्दैन मसलुम मागेको छ खाएको छ ठेलाठेल गरेको ढेर हुने बित्तिकै नदिनु भनेको गाली गर्दा हुन्छ यस्तोको जहाँ चोरी गरे कि फेरि नदिँदाखेरि बाँच्छन् त्यस्तो खालको तपाईँ त नि ठुलो हाल्नु त हो नि त अब भनेर मैले के गर्नु त अनि हो न भन्छु नि म त देऊ न देऊ अरे फेरि ढेर भएपछि त नि आउँदाखेरि राम्रो कुरोमा ऊ पनि पत्ताउने पनि नराम्रोमा एक दुई लात पनि दिने क्या त्यतिखेर दिनेलाई पनि चोरी नै गर्ने गरी माग्छ जहाँ डक्सीमा आफूभन्दा ठुलोसँग पनि देखिदे भन्दाखेरि त 2-4 लात दिइहाल्यो अनि माइलाले पस न भनेको
खानेकुरामा चाहिँ मान्छे खुसी हुन्छ यो चाहिँ सानोमा देख्थ्यो त्यही टिप्दै पोल्दै दिनुहुन्थ्यो छेउमा बस्दै मेरो सेक्ताङको उताको पो छैन कुन मुको नाम यो भिडियो त युट्युबमा हालिदिनु पर्ला जस्तो मिना सारे पारे दियो 25 मिनट भइसकेको रहेछ यहाँको चाहिँ छ उतैको पापा चाहिँ आएन यो भिडियोमा अब अमेन्जी हेर्छु मान्छेको आएन भिडियो यो चाहिँ लाउनु कि मान्छे तल राख्नु तल अब फेरि मान्छेले सार्नु पर्यो मेरो पनि छ नि सिधा उतैको मात्रै भिडियो यो त मैले कुनै बोलेको छ नि होइन अहिले त भनेको छ कुनै बिचमा त्यो त छोटोको बनाएको हो यो त अस्ति सबै मैले बनाएको ढोडिएको छ अझै त्यो ऊ अड्छ यहाँ फलामको सबै अड्छ त त्यो तार लाउनु पर्छ त्यो तारदेखि चाहिँ मैले रिङ बनाउने कति बेला पुग्छ यो मासु कति महिना पुग्छ अलिक ठुलो ठुलो चाहिँ झुन्डाउनु यो त खायो भने त 2-3 दिन पुग्छ थोरै खायो भने यो निकै दिन पनि पुग्छ 1-2-3 चोप्टा खायो भने 1 वर्ष पनि पुग्छ त्यो खानेमा हुन्छ हुन्छ भुटेर खायो भने कतिजना आएको त्यो खालको हुन्छ त्यो करै जस्तो भए एकछिनमा सकिन्छ यो सुकेको चाहिँ सुकेपछि त चोट मिठो हुन्छ फेरि कतिजनाले खाने हो त्यो अनुसारको हुन्छ अनि सुकेपछि 3 जना नै सक्छ सकिहाल्छ सुकेपछि मोटामोटी सुकेर भुट्नुपर्छ आमा अलिकति हुन्छ कि माइला कस्तो कस्तो हुन्छ कहाँ गयो माइला चाक्दै यहाँ हुन्छ माने त जेठो भएर दुईटा महिला छ मैले चाहिँ फेरि तीनटा दुर्लभ महिलाको बेला आयो अब दुर्लभ महिला अब महिला अब त अब त माइला हुँदैनन् माइला साइला हुँदैनन् अब हामीलाई त खोज्नु पर्छ नि महिलाको सन्तानसम्म प्योर कान्छा पनि कहाँ हुन्छ नि त भइहाल्छ प्योर कान्छ त कान्छ एउटा हो नि कान्छ जेठो एउटै हो के अरे प्योर भनेको प्योर प्योर कान्छ हुँदैन प्योर साँच्चै कान्छा हुँदैन नि त्यो जेठाको पद पाएको हो त्यही जेठाको हो पद मात्रै हुन्छ अब जेठा चाहिँ हामी त भइरहन्छौँ सदाबार दिएको के एउटा वरदान तिमीहरू त भइहाल्यो नि त आमाहरू ऊ थिए धर्मती थिए त्यो भएर पो भयो त अब तिमीहरू त जान्ने भयो सबै जान्ने क्या त्यो भएर नहुने भनेको अब साइलाहरू महिलाहरू अझै सुकेछ बेसरी सोताखर माथि झरमुक्सी झर्ताम दा हजुर जाने हो बस्नुहुन्छ ल म चाहिँ तल माथि भरा ऊ त बाबुले मैले चिनिनँ एकै चाहिँ मनेका त जेठाङ हो मने के ए हो हजुर रदीको नाति रदीमा थियो नि त्यसले ओमा सेन नाति हो गेम भयो बाबु अरे ए यो त बाबुको पद त रहिरहन्छ भनेको 20 जनाको नि 3 भाइ 3 भाइ ए पापा मार बसौँ भने ठिक हो हो पहिला हाम्रो साथी हो गएको थियो बारुद बनाउँछ तिमीहरूको बाजेले बारुद बनाएको टोपीमा यसरी राखेर सल्काएर त झर खतम नि हौ टोपी बारुद बनाउने 2 जना मनेर पर्दे चोरेर ल्याउने हामीले ऊ बनाउँथ्यौँ फेरि बिर्धन जान्ने बनाउनु बारुद चाहिँ खै के को बनाउने सुली के जाति गऱ्यो भन्थ्यो कहिले हामीले देखाउँदै थियौँ तर अब यसो गर्दाखेरि झर्रै जाने अब बिर्धन चाहिँ फेरि जान्ने बन्दुक बनाउँछ उसको छाताको करम काटेर पिस्तोल त्यहाँदेखि यसो गरेर छ्वा गरेर ठङ्ग जान्छ ऊ चाहिँ ऊ रकमी मान्छे हो बिर्धन चाहिँ फेरि सो रहेछ माथि मज्जाम कस्तो त उभिदिउँ कता तारले बाँधेर पिस्तोल दिदी ल ल ल ल भन्छ ल न न ममा पास नि इनी बिकार पता चाहिँ मादिने नि कामले बने निकै माटो नि भोट चाहिँ अब म त निकिमा हो कि मलाई दिने कुनै बोल गाडी दि उत्रदिन त नि पैसा प्लान त नि हो तिनीहरूको त सबै थाहा छ गाडी भरि गाडीमा चाहिँ भोट केमा माटो भन्दै आउनु भएको
म त चुना केरला त पैसा खायो मैले हामी जाऊँ मम्मी खोइ कोही त कहिले मनै भनेर त्यसरी नराख्नु मलाई चाहिँ केही कोही कहिले भेटाएको नि बाँडे भयो नि त खाऊ है बाबु खै दिँदैन नि लिएर उनीहरूले हो भेट्ने यता पनि छ नि हाम्रो आमा भात पनि लान्छु भनेर ल्याउनु पर्ने के अरे हाम्रो आमाको भाग बोजूको भाग भनेर ल्याउनु पर्ने खोइ कहिले ल्याउँदैन दिँदैन भोट माग्नु त आएन नले त आउने आएकै छैन नि त्यो गाडी जाँदा जान्छ धेरै धेरै जान्छन् नि तिनीहरू पनि कहाँ उ छन् र दिइहाल्छन् भन्ने छ नि त सबैले अनि अनि पहिले त अब नेपाली कङ्ग्रेस पनि आउँथ्यो पिपिन भान्सामा चाहिँ नेमा जाने नि त पहिलेको जस्तै छैन के ऊ फेरिएछ के होइन अहिले ऊ त्यसमै ऊ होइन नि त चुनाव पनि त भएर छ दिलदेखि चाहिँ रक्सी बन्द यहाँ पनि घुम्थ्यो नि त पहिले त दिलदेखि रक्सी यता बन्द भन्दै मातु चोने मातु मातु चोने छ दामे रक्सी tu ni kada ban sai kama ka chau chau da kwang chau chau ni si bari kherli pani mai ben marai magi ti ठीक ka 9 बजे कि हामी kada रिस भाइला ल थ्याङ्क यू साह्रो राम्रो बनाएको थियो त्यहाँ छोड्दै भान्जा न दुई थल खानु म यतै बस्छु बस्नु न होइन त्यहाँ भिडियोमा बस्छ कि। मान्ने भिड लागेको छ त्यहाँ अनि त्यो भिडियो के गर्नु त एकपट्टि मात्रै खिच्ने भिडियो अब त्यतै छ अब मान्छेहरू त बेसी ठेला ठेल गरेको ठेला ठेल गरी बस्न के marai magi mi अघि magi दुईजना तिनीहरूसँग भेट्यो भने तुमसँग मात्रै कुरा गर्छन् ज्ञान सिंहसँग भेट्यो भने राजनीति मात्रै कुरा गर्छन् म त कता सिस्टम गलत भयो कि सब जान्ने बुझ्ने सबै जान्ने मात्रै तुमकोतिर थाहा छ न राजनीतितिर थाहा छ तिमीलाई पो यताउता गर्दै रहेछन् दुईजना बाँच्छन् फेरि उनले चाहिँ सरकार सामूले यस्तो गरेको थियो अरे केपी शर्मा ओलीले यस्तो गरेको थियो कता 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 लान्छ कता कता बिहान महिना आउन राम राम ठीक है को त्यही मात्रै कुरा गर्छन् र वक्क होइन कि वा आफू त अब त्यो लय परेन आफ्नै लय मात्रै किलाई हल्टाइ पल्टाइ गर्छ साथीहरूले पाति बेला यति र उपियामा खाता गोडा यता पिडा मेरो मेरो उताको पिडा अर्कै अनि नागले पाति बेलाडी हाम्रो में मानी दो दो मान्थ्यो मे मारा काम पा मुरुलाई चाहिँ टेन्सन के छ नि त्यही त हामी सिधा मान्छेलाई त केही नजान्ने मान्छेलाई त कुनै होला अच्छा भयो अब दिला मात्रै टुक्छ त्यो ए भयो भयो मिने मुस्टे खोङमा पासिन्छ मुस्टे र उस जस्तो काचिर भने काचिर मेना अलिकति नागले पाति बेलाडी अब नागले के सुल्फिक थारा जितिराम के ना कान्छी के जितिराम होइन मनिराम मनिरामको नागलेमा पाति सुलमा फिक्छो दामे फेरि उता नि खोज्छन् अर्को एक टोली फेरि नागले पाछोलाई नक्सा मोडुमी मेम सोझ्ने थाहा तमे खदा हाम्रो के प्राइभेट दुश्मनी रि चाहिँ आफूलाई मिन पासो अब मुस्टे भन्छ अब बोलाले कम त्यो टेन्सन नमा पाइ मचिन्द्र नल्याउनु अरे उ ल्याउनु अरे यहाँ अब उसले मचिन्द्र आउने हो भने त्यो तिनीहरूको प्राइभेट विचार हो के उनीहरूको कस्तो त्यही त कनेक्सन अब छ मूल त त्यो मसिन्दे हिसाबले भयो उ गर्छन् कि त्यहाँदेखि कान्छालैमा मुस्टेले मैले भने जान्छ तैँले मिला त उता जा गोगालङ नि त यता आइज भनेर मिला नि त भनेको गोनु खिम होला रातिको चुपचाप बक्दै त्यो जेटा मनपतिमा कता हाताले अन्त त्यसो भन्छ न हामीलाई त केही थाहा छैन जो आए पनि मूल त मचिमले हो नि त होइन जानु पर्ने त त्यही हो नि अब त एकैचोटि रुनाको गयो भने त पछि नराम्रो हुन्छ झन् ठिकै गरेको उसले मिङमारेले अब उता त्यसले उता पठाउने यता ल्याउने भन्छ त उनीहरूले मिलाएर ल्याउने नि त ल त मचिन्द्र उता जा यता ऊ आइज भन्ने हो नि त नागले पाति बेला गोकुडा टट्टङ डुडुङ पाम तक कुकान saya sok-sok aja runa mo tisaku da matu tidak ya kada tai kong चित्ता र बुझ्छ नि मे तु यहाँ पछि खुसी भन्दा चाहिँ कसको अब हेर न अलिकति कम्ती खायो त्यसले कति छिटो मार्छ प्राइभेट अब आफ्नो उनीहरूको छ प्राइभेट कोर्स त्यही हो कि अहिलेको समयमा प्राइभेट होला के प्राइभेट दुश्मनी प्राइभेट अब मचिन्द्रलाई के कान्छाले मन नपरे तेरो दाजुभाइ भित्र मलाई लगिनस् भन्ने हुन्छ के होला त्यस्तो धेरै हुन्छ कि कुराहरू
त्यही भएर स्टेट जाने तर म चाहिँ भन्छु कि गाउँमा सबै मिलेर बस्नुपर्छ अहिलेको समयमा के हुन्छ भोलि के हुन्छ होइन परेको ठाउँमा सबैले त्यस्तो हुँदैन कि भयो सबैले खाने यहाँ पनि त्यो राजनीति पोलिटिक्सै छ यिनीहरू भित्र पनि उसले ऊ मान्ने उसले ऊ नमान्ने उसले त्यो एकअर्काको इज्जत नगरेर चाहिँ यस्तो हुन्छ कि लास्टमा अब हामीले त दुईजना बोलाउनु पर्छ नि त नि एउटा पनि पसेपछि हामीले त त्यसो गर्नु पर्यो नि त उहाँलाई उसले चाहिँ छुट्याउनु पर्ने त्यो चाहिँ प्राइभेट हो कि प्राइभेट उसले उठाउनु भएन गर्दा भ्याइ सबै आए सबै पनि आउनु पर्छ। सबै आउनु पर्ने कान्छा चाहिँ रुन बोलाउनु म चिम्ले उता भन्छ त्यसो गरेर त हुँदैन नि सकेसम्म दुईटा आउनु न त उसले रुना उता जा मचिन्द्र यता मचिन्द्र उता जा रुना यता जा भनेर मिलाउनु पर्छ उसले मिलाउनु पनि सक्नु पर्यो उसले सक्नु त्यो पर्यो मुखले भनेको त्यो त्यसले सकेर ल्यायो भने ठिकै त्यो भन्नेले हामीलाई परेन परेन त्यो भन्नेले त्यसो गर्नु पर्यो नि त हामीसँग भनेर कहाँ हुन्छ त अनि मसँग भनेर मलाई केही थाहा छैन बे मलाई पठाउँछ हो कि भन्ने थियो होला खै कुन त त्यो त अनि कसलाई पठाउनु पर्ने मलाई के थाहा त्यो पनि मिङ मारे नि सोझो छ त्यही सजिलो लाग्छ तब खुरुक्क त्यो अनि हाम्रो नानीको महिना मिङ मारे फ्रिज एकदम भन्नुहुन्छ कहिले कहिले कसले गाछा त्यही भएर उसलाई नै पठाएको मिङ मारे कति मिङ दुम छ दुम कि त बाठो दुम या धेरै बाठोङ दुम छ दुम के आलरी दुम याना चाहिँ माने मागी कि मिङ मारे जम्म दक्ति मैंने भोर देना भोर से यो मार मो है गिन मेन मिना मेन अब ठिक आलरी बाठो दुम याना मुरु माने छ के ऊ त भन्नु बित्तिकै गइहाल्छ ठुलो पनि पर्दैन त्यो कान्छ अनि सानो मेङ्की त गाला एके नाकले पाछ मिसुल भिक्छ के आधार मी नाकले के लो मैले गरेको राखे हो त युसँग भक्तनी माकरी रहेछ मेना थिइ त रुना एकान्छ अब सुलभिक थारा मेमने आम बाबु सुलभिक थारा मेमने सुलभिक छ भन्दा गाला नाकले पाछ त नयाँदेखि नाकले प्रैसिनी के भनेर मैले सोधे बुझेँ नि त नि बुझ्दाखेरि नाकले र प्रस्ताव तुम्ब अब ज्ञान पाछ देम्बा ज्ञान मार्दानी ज्ञान सम्भरी रामेम्मको दादा मार ऐसे के अब नक्सके ज्ञान युसिनी हो त अब मेङ्गुई नाकले पाएको जम्मा मिङ पाछ देम पोगर पाछौँ आफूलाई जुलसी मिलेन दाजुभाइ गऱ्यो भने म त राम्रै कुरा गर्ने अनि फेरि रुनाम दादा ऐसे त ओके गुरु नु सल्लाह पासुको त दादा गुरु नु सल्लाह पासु उसले त ठिकै भन्यो नि त 14 गते पिली पाएपछि गुरु नु सल्लाह पासुको 14 गते दादा रुनामे अनि रुना चाहिँ 14 गते एकेको पाँदा मन थिएछ रिक्चो बा राजा नपर्नु त्यो सितान्द थियो अङ चाहिँ सिधा दिँदा रहेछ उसले हाम्रो अन्त रिक्चो बा सिधा दिँदा छ मारा लौला दुम त फेरि मेम पछि 16 रोग र गिस गते का रोग र सामा पक्था फेरि साइनी मजु के रे मचिन्द्र यता छ मरा मे के गोलाती फेरि बेलुका पछि लाती नका मको ना गो चाहिँ उनीहरू मिलेर सल्लाह काम गर्छन् भने नि त अनि ज्ञान मकर नाकले नाकले ज्ञानदेखि पाया मारा कान्छा दा तिनीहरू रुना मोतौँ बक्ता रुना मामो नि वा दाता न मोतौँ न का सल्लाहमा पनि हो मोतौँ न खै सल्लाह र सल्लाह बमेमे आके मकर ओके कर के गेल दाता मुनाले चाहिँ ज्ञान पाया म कता एङ्गोरो यसुल फिक तारामे मे नाकले रमा पाति मने अब दाती न का 16 गते पायाको त 16 गते लोग ढुक्का 2 दिन सहारे छ भन्नु 2 दिन सहारे मेरो दाता पछि फेरि नमिलेर हो कि एक दुई अर्काले नपत्ता फेरि मेरो दाता पछि अब रिक्सो बाथाडा फेरि मेम नाम तिमी कम सल्लाह दिम तक कछिने रुनाई त चाङ मकर गन्थन गो मकेरी गो 14 गते युङा म त मिम बक्ता भनेर कुरा निकालिन्छ न बाजे शान्ति बाजेको त म सुनि न अदिलका फेरि कान्छ मी मग सक्छ खदा तमे म खदा तेने त गोना भाग कुरा गरेको हैन गोड सत्य बोलेको सुयुसी अब हाम्रो से नक्स ग्याल सुम पासे सुयु चाहिँ सुके भाग दिम नागले मा पाथी माने अब गुनीमा पानी खडे मेकेर मा पाथी माने अब सुल्फिक त रामेम भने भन्दाखेरि ऐसे मामारो रुनाई तङ धुमधाम पाप्ता खदाता म खदाता यति प्रोक्ता दा निउलामता दा त कुकान्छ गोडा मेति क्वचिन ला तें गोडा उसले चाहिँ त्यो मन पर्ने रहेछ नि त भनौँ न विचार
रुना अनि को नि त के थाहा र त अघि कुरो म त आफ्नै सुरमा हिँड्ने आफ्नै धुनमा अब मैले भनेको त्यो मैले राम्रो बुहारीले पनि भनेको त्यो इङ्ग्लिस नानीहरू हुन् त्यस्तोहरू नगर भनेको यिनीहरूले गर्नु हुँदैन देवदेवताको भाकल नगर नेपालको देवदेवतासँग भाकल नगर इङ्ग्लिस हुन् यिनीहरू इङ्ग्लिस देशमा जन्मेको त्यसले त्यस्तोहरू नगर भनेको कहाँका भाकल गर्छु अनि यतिको 16 गते नाग्ले दिउँ त केडी म चिन्द्रे दिउँ त मिनाई रुनायो निम्फङ 2 जना बक्तासे नाग्लेरी अनि म चिन्द्रे डसी रुना म चिन्द्रे अनि त्यो सीतामले त्यो अंशे राजन आप चाहिँ मापियो राजन आप सीतापले इना मिङ मारे प्ले त कोठरो सिगी त नामे कोठरी राजन आम प्रोक्तानी इनी हरि हरि नि तली तलीमा निको हुत्ता छ नि मिङ मारेर अनि ऊ अंशे युगा एकदम रिक्तो खानु अनि धेरै वर्ष खादिन अनि अरू छैनन् हाम्रो गाउँमा अंशेनु मा एकरामा पो हामी त बेसाएर ल्याउनु पर्ने अंशेनु मर राजन आफो आमो चाहिँ मारे मिङ मारेर निको भु तर चाहिँ मापियो है राजन आफो अंशे हिता सीताम दिते मकरला तिकर मार काउ दिदी रोक्सी का तू मेरे तगना का राजन आमो झन गीती इनी हरि हरि नि तोली तोली गुको मायुसी का मायुसे शान्ति काल रुनाई तंगा रिक्स बा बन्द बस्ता पाप्तामे फेरि मा पादिम तामे सँग मायुसे ओकेडा मायुसे हतिरला सीताम दु मेको कोठा रोक्सी कुर्ताम फेरि मिङ मारेर ठङ झक त सीताम सोझ मान्छे अनि सोझ मान्छे भएर पनि आफ्नो विश्वास काम त पुरा गर्नु पर्यो नि त अब हाम्रो यो एरियाको को छ त रिक्तो खाने कोही छैन कोही खाँदैन जस्तालाई दिनु पर्यो मान्छेलाई दिनु पर्यो खै दिँदैन त चुङ्गेलाई दिनु पर्यो अनि कोठा लगेर अरू गाउँमा माग्नु जानु पर्छ अब कोही खाने छैन भनेर एम चाहिँ अलिक बाँकी बुढोकै भनेर उ गरेर नो तक जाएगा अब दर्जे व्यक्त मतलब